बाइक किक गरेर घुमेको लागि हाइकिङ अगाडि बढ्नु न अब अलि अफ रोड आउँछ अगाडि बढ्ने अब सिग्नल चाहिँ नबर्नु होला बसिसक्यो अब निकुञ्जभित्रबाट अब जर्नी सुरु अब यो बाटोबाट यताबाट सिधै 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 माथि चढ्यो सबै यहाँ झर्नाको आवाज क्याप्चर गर्न लागि मलाई भयो चराचुरुङ्गी झर्नाको आवाज चाहिँ साह्रै मनपर्छ अब बिस्तारै जर्नी सुरु ढोला टुम्ला बोकेपछि अलिक गाह्रो हुँदो रहेछ हिँड्नलाई चाहिँ यो साल 2-3 चोटि भयो हाइकिङ बेस रमाइलो लागेछ बाँचुन्जेलको सम्झना होइन जिन्दगानी दर्पण छाया भने जस्तै रमाइलो जे होस् अब